नमस्कार यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा विज्ञापनमा। आजको विज्ञापन गर्ने क्रममा तपाईलाई यस्तो जग्गा देखाउँदैछु कि तपाईले यो एरियामा जग्गा किन्छु भन्दा पनि नपाउने ठाउँमा है, त्यो पनि कमर्सियल जग्गा 2-4 आना हैन 22 आना जग्गा है त अहिले पनि मज्जाले गोदाम चलिरहेको छ, भाडा आइरहेको छ। यो जग्गा तपाईले एकदमै सस्तो मूल्यमा पाउनुहुन्छ। तपाईलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु। सुरुदेखि अन्तिमसम्म हेर्नु होला अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। आजको किमा रहेको जग्गा अब तपाईलाई देखाउँदैछु जस्ताको तस्तै। यो ठुलो मेन बाटो भयो है, यो बस नै चल्छ, माइक्रोहरू चल्ने, रुटको गाडी चल्ने मेन बाटो भयो। तपाईले हेर्न सक्नुहुन्छ हैन, लगभग यो 26 फुटे भन्दा बढी नै छ। आएर हेर्न सक्नुहुन्छ, तपाईले बुझ्न सक्नुहुन्छ है त। यो हाइवे बाटो भयो। अब यहाँदेखि उ त्यहाँसम्म पर्छ। उतापट्टिको त घर भनौँ साँधो भने, यतापट्टि पनि अगाडि देखाइदिन्छु तपाईलाई हैन, जस्ताको तस्तै देखाइदिन्छु है। अगाडिको भाग यहाँदेखि हेर्न सक्नुहुन्छ, पछाडिसम्म यहाँ हेर्न सक्नुहुन्छ मजाले गाडी चलेको छ है त, रुटको गाडी। यताको भाग देखाउँदैछु, त्यो पोल छ त्यहाँसम्म वाल छ है त, त्यो वाल देखिरहनु भएको छ त्यहाँसम्म पर्यो। यहाँदेखि पछाडिसम्म ल हेर्नुहोस् है त, सिधा पछाडि जग्गा जस्ताको तस्तै देखाउने, त्यो जस्ता रह्यो हेर्न सक्नुहुन्छ, त्यहाँसम्म रहेको छ है त। तपाईँले यताको भाग हेर्न सक्नुहुन्छ, यस्तो खाले रहेको छ। अब तपाईँलाई म सिधै भित्री भागमा लगेर देखाउँछु होइन। अहिले पनि मजाले यहाँनिर गोदाम चलिरहेको छ, भाडा आइरहेको छ। यो मेन गेट भयो हेर्न सक्नुहुन्छ भने। अब तपाईँलाई यहाँदेखि भित्र लाँदैछु। यहाँ बिचमा यति धेरै खुल्ला स्पेस, उतापट्टि माथिपट्टि वरिपरि खुल्ला स्पेस रहेको छ। गोदाम मजाले चलिरहेको छ, जस्ताको तस्तै तपाईलाई देखाउँदैछु हेर्न सक्नुहुन्छ। यतापट्टि पछाडिसम्म रहेको छ। यहाँ अब तालचा लगाउनु भएको छ, भोटे तालचा हेर्न सक्नुहुन्छ है। यो पछाडिसम्म उ त्यो कुनासम्म रह्यो। तपाईलाई भित्रको भाग यही नै हो हेर्न सक्नुहुन्छ। जस्ताको तस्तै देखाएको छु भने उतापट्टि त्यो घर बनेसम्म, यतापट्टि उ त्यो वालसम्म है त। तपाईलाई त्यो वालसम्म पनि देखाइदिनेछु यसो। अब यहाँ पछाडिसम्म तपाईलाई म बाहिरी भागबाट देखाइ पनि सकेको छु, अघि नै कालो जस्ता लगाएको भन्ने। यता यहाँसम्म पर्यो है त। ल तपाईले हेरिसक्नुभयो, पक्कै पनि मन पारिसक्नु भयो होला, किन पनि लागिसक्यो होला। अब यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै सबै जानकारी थाहा पाइ नै हाल्नुहुन्छ है त। आहा नि यति राम्रो जग्गा हेरिसक्नुभयो, मन पारिसक्नुभयो, किन लाग्यो होला, पक्कै पनि लागिसक्यो। यो जग्गा एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँको रिङ रोड स्वयम्भू र बालाजुको बिचमा सानो भराङ चोक भन्दा अलिकति बाहिरी भागमा रहेको यो रानीवन जाने माइक्रो चल्ने हाइवे बाटोमा टच रहेको 22 आना जग्गा, पूर्व उत्तर मोडा गरेको, अहिले पनि मजाले गोदाम चलिरहेको। यो जग्गा किनेर तपाईले जुनसुकै व्यापार बिजनेस पनि गर्न सक्नुहुन्छ। बीचबाट बाटो हालेर टुक्रा बनाएर बेच्छु भन्दा पनि मिल्यो हैन। म कमर्सियल जग्गा हो, राम्रो एउटा कम्प्लेक्स बिल्डिङ बनाएर भाडामा लाउँछु, व्यापार बिजनेस गर्छु भन्दा पनि मिल्यो। गोदाम, फ्याक्ट्री, बिग मार्ट जुनसुकै व्यापारको लागि पनि एकदमै उपयुक्त जग्गा बिक्रीमा रहेको छ है। अब मूल्य आउनुहोस्, वरिपरि बुझ्नुहोस् के कति चलेको छ। चलन चल्तीको मूल्य भन्दा आनामै 5-7 लाख सस्तोमा पाइ नै हाल्नुहुन्छ। लिन चाहनुहुन्छ साइडमा नम्बर छ, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।